हिजो राति जस्तो 3:30 मा म सिलगढीबाट आइपुगेँ है, र सुत्नु ढिलो भयो र उठ्नु पनि ढिलो भयो र नानी बिचरा एक्लै जान्छु भन्दै बक्सिङ प्र्याक्टिस र मैले नजाएँ भने किनभने उसको अलिकति राति भुँडीहरू पनि दुख्यो भन्दै भन्दै थियो। र आज हनुमान जयन्ती हो, सबैलाई ह्याप्पी हनुमान जयन्ती है। र हामी हनुमान टक जाँदैछ हनुमान जयन्ती मनाउनु फ्यामिली लिएर, र हामी डिपिएचबाट धेरैजना जाँदैछ। आज भिड पनि डरलाग्दो हुन्छ माथि हनुमान जयन्तीको दिन, र हनुमान टकमा पुरा भिडभाड हुन्छ। र माथि गएर तपाईँहरूलाई देखाउँछु है कतिको भिड रहेछ, के रहेछ, कस्तो रहेछ है। किनभने त्यहाँ फेरि मेन्टेनेन्स पनि एकदम राम्रो गरेको छ आर्मीहरूले। तलैदेखि बसेर चाहिँ आर्मी गाडी प्रोभाइड गर्छ, किनभने जाम हुन्छ माथि भनेर चाहिँ तलैदेखि आर्मी गाडी प्रोभाइड गरेर पठाउँछ ताकि जाम नहोस्। र आर्मी गाडी पनि कम्ती भयो भने चाहिँ सिभिलियन गाडीहरू उनीहरूले हायर गरेर चाहिँ त्यहाँ प्रोभाइड गरेको हुन्छ फ्रीमा है। त्यो 2 माइल चेकपोस्टदेखि चाहिँ माथि हनुमान टकसम्मको, र तपाईँहरूलाई अपडेट दिन्छु माथि गएर। माथिको मेरो भिडियो हेर्दै गर्नुहोस् है। थ्याङ्क यू सो मच। ह्याप्पी हनुमान जयन्ती।